यस्तो गर्दै पनि हामी चाहिँ यात्रामा जारी छ हैन। गाइस जेसीबी को हालत यो रोड चाहिँ यो माथि छ तल तल लाइन ल जा यता हेर त डोजर चलाउनु नि कम त रिक्स छ त पैसा चाहिँ छ। पानी परेछ प्लास्टिक किन यस्तो गर्दै पनि हामी चाहिँ यात्रामा जारी छ हैन। लुग्लादेखि सल्लेरीको यात्रा हाम्रो चाहिँ पानी परेर अवरोध आएर हेर्न सक्नुहुन्छ पुरै कुहिरो लागेर केही देखिन्न। पानी परेछ प्लास्टिक किनभने यो चाहिँ अब उड्ने कुरा नबोक्नुको पीडा हो। हामी चाहिँ गाडी थामडाँडा आइसकेको छौँ। थामडाँडामा चाहिँ यस्तो यो डोजर चाहिँ पहिला पुरै पुरेर चाहिँ अहिले पुरै हटाएको रहेछ। अर्को सामान ल्याएर हेर्नु डोजरहरूको बिजोक। डोजर चलाउनु नि कम त रिक्स छ त पैसा चाहिँ छ तर रिक्स छ हैन। के कहाँ पुग्या हेर्न सक्नुहुन्छ यहाँ हामीलाई हाम्रो युट्युब च्यानलमा हामी यस्तै नयाँ नयाँ भिडियो लिएर आउने नै छौँ। हाम्रो दाइ हुनुहुन्छ यहाँ। हेलो दाइ। हेलो दाइ। गाइस जेसीबी को हालत यो रोड चाहिँ यो माथि छ तल झरिसकेछ। कति गाह्रो छ जेसीबीलाई पनि। गाइस हेर्नु है आज चाहिँ हाम्रो चाहिँ केही देखिन्न क्या। आज हाम्रो आजको यात्रामा चाहिँ खै केही नि देखाएको छैन। यस्तो बिचकको यात्रा पनि आज जस्तो यात्रा त म जिन्दगी पनि गरेको थिएन होला। सायद गर्न पनि नपरोस्। जामै जाम जान्न के गरिनु हो आँखा नि झिनिक गर्नु न खाएर जाने हो दाइ। नखाने के सोध्नु त बोल्नु होला नि त। फाइनली गाइज हामी चाहिँ बागवानी घुम्न आएको है। यो ठाउँको बारेमा भन्दै नि त 2 लाइन भनिदिँदै एउटा लाइन ल जा यता हेर त